वेलकम ब्याक टु माई च्यानल। र आज पनि हामी हाम्रो यात्रा भनेको सिङ्जेममा तालसम्म छ। आजसम्म हामी ताप्लेजुङ जिल्लाको वीरेन्द्र चोकमा छौँ है। अब यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु हुन्छ। अब आज हामी कहाँसम्म पुग्छौँ। हाम्रो गाडी चाहिँ यही हो जाने, पुरै प्याक छ, सामानहरू सबै झोलाहरू टाइट भइसकेको छ। ताप्लेजुङ जिल्लाको फुङलिङ बजारको वीरेन्द्र चोक हो। यहाँदेखि अब गाडी स्टार्ट हुँदैछ। भयो हेलो एभ्रिवान, हामी चाहिँ हिजो फुङलिङदेखि 8 घन्टाको गाडीको यात्रामा चाहिँ यहाँनिर इली डाँडा भन्ने ठाउँमा आइपुग्यौँ। अब आज चाहिँ हाम्रो बिहानैदेखि ट्रेकिङ स्टार्ट छ। यहाँ देख्न सक्नुहुन्छ। अब यहाँदेखि उता चाहिँ हामी फक्तालिङ गाउँपालिकाभित्र छिर्छौँ। यहाँदेखि हाम्रो ट्रेकिङ सुरु हुन्छ। एक दिनमा आज हामी माथि गोलामा पुग्छौँ, अनि पुगेर बसेर त्यसपछि फेरि माथि जाने हाम्रो प्लान भएको छ। हाम्रो अब ट्रेकिङमा चाहिँ हामी 2 जना मात्रै छौँ आज साथीहरू। एउटा चाहिँ क्यामेराम्यान सन्दीप लिम्बू, अनि म तपाईँहरूको साथी मनिष लिम्बू भइहाल्ने। जाडो ठिकै छ, यहाँ वेदर भनेको 6 डिग्री सेल्सियससम्म हुँदो रहेछ। एकदम चिसो हावा चल्दैछ बिहानदेखि। हेरौँ अब आजको यात्रा कस्तो हुन्छ।
फाइनली हामी चाहिँ 5 घन्टामा ओलाङचुङ गोला आइपुगेको छौँ तल इला डाँडादेखि। बिहान हामी 8 बजी हिँडेको, अहिले 12:30 भएको छ। ठ्याक्क 5-5.5 घन्टाको टाइममा हामी आइपुग्यौँ। वेलकम ओलाङचुङ गोला गाइड्स। बस्ने अरे गरौँ न, नम्बर पठाइरहेछ त। रहेछ कहाँ लाग्छ मेला? हजुर हो, बेलुका हो। अब एकछिनमा जानुपर्छ ल। किन नाच्ने डाँडा हो? किन होला भिडियो बनाएको माथि हेर्न अब टल्कियो नि त। हेलो गाइस, हामी चाहिँ अहिले ओलाङचुङ गोलामा छौँ। हाम्रो टिममेटहरू चाहिँ अब 3 जना छौँ हैन। अनि हाम्रो फर्स्टमा हुने चाहिँ क्यामेराम्यान सन्दीप लिम्बू भइहाल्यो, म यहाँ मनिष लिम्बू, अनि हाम्रो लक्ष्मी चाहिँ यता गइरहेछ। ओइ कहाँ गयो? ओइ काले काले, ओइ लक्ष्मी हैज न यहाँ, ओइ यहाँ हेलो भन् न। ए त्यसलाई देखा त के गर्दैछ त्यो? ओइ काले काले कम सिकिसकेपछि साउले पनि त्यो यसलाई घाटा पर्छ भन्ने त हुन्छ नि त। अनि बढाइदिइहाल्छ नि, वर्षैपछि बढाइदिइहाल्छ। लुगा कपडा दिन्छ। तर कोही गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अहिले बागलुङको सबैभन्दा माथि र ऐतिहासिक गाउँ भनेको चिनिने ओलाङचुङ गोलामा छौँ। अहिले चाहिँ मर्निङ 7:40 भएको छ। अनि हाम्रो अब आजको दिनको
आज हाम्रो प्लान भनेको चाहिँ माथि गोठसम्म पुग्ने हो, त्यसपछि भोलि सिङ्जेममा टाइमले हेर्ने हो। ठिकै छ, यहाँनिर त्यस्तो चिसो पनि छैन है, घाम बेलामै आउँदो रहेछ अनि त्यही भएर तातो नै छ। बेलुका चाहिँ हल्का चिसो थियो, अहिले चाहिँ एकदम तातो छ। ल हेरिदिनु होला हाम्रो भिडियो, इन्जोय गरिदिनु होला। हामीलाई चाहिँ सिङ्जाममा जाने क्रममा चाहिँ एउटा निकै नै अनौठो चिज देख्यौँ। यहाँ चाहिँ पुरै ढुङ्गाहरू रातो हुँदो रहेछ, के भएर भएको यो थाहा भएन, तर सबै रातो ढुङ्गा रहेछ यहाँनिर। पुरै रातो छ। आज हामी ओलङसुङ गोलादेखि 4 घन्टा माथि गोठमा पुग्छौँ। अब यहाँदेखि बसेर भोलि उता सिङ्जेममा जाने हो, किनभने यहाँ नबसिएको उपाय छैन, तल ओलङसुङ गोलादेखि धेरै टाढो पर्छ। अनि अहिले चाहिँ हामी यहाँ गोठमा छौँ। यो जस्ट यहाँ दाइ भाउजूले एकदम राम्रो फेसिलिटिज खोलिदिनु भएको रहेछ यत्तिको। यहाँ चाहिँ आएर भोलि चाँडो माथि गएर घुमेर फर्किनु पनि मिल्छ हामीले, अनि यत्तिकोमा धेरै सुविधा हो यस्तो ठाउँमा आएर है।
दुईजनाले दुःख गरिदिँदै हुनुहुन्छ। अब सर्भिस दिइराख्नु भएको छ, त्यही राम्रो छ। देख्न सक्नुहुन्छ किचन कोठा सबै यो सबै सामानहरू चाइनाबाट आएको। चुला पनि देखेको थिएँ, ग्यास खपत पानी खाँदै गर्नु पऱ्यो। चम्पा होइन म त अर्को चिज के छ के हो चम्पा भनेको चाहिँ? बाटोको हालत चाहिँ यस्तै छ, बत्तीसम्म पुग्नु पर्ने हो। उता मेरो साथी जाँदैछ एउटा। डिसेम्बर 2, 2024 2021 साल 17 गते आज चाहिँ यो भनेको एकदम मेमोरेबल डे हो हाम्रो लागि चाहिँ। किनभने आजको दिन चाहिँ सबैभन्दा सुरुमा आएर सिङ्जेम्माको दर्शन गर्ने हामी दुईजना छौँ। त्यही भएर हामीलाई यो दिन चाहिँ एकदम यादगार रहनेछ। एकदम खुसी लागिरहेछ। हामी बिहानै आएर देख्नु पाइयो। अहिले चाहिँ 8:16 भएको छ। ठ्याक्क हामी आइपुगेको छौँ। 8:16 हाम्रो सिङ्जेममा सब्मिट भएको छ। तपाईँहरू पनि इन्जोय गरिदिनु होला सिङ्जेममा ताल। लेट्स गो।
फाइनल्ली स्याम्दो पोखरी यो भ्यू हेर्नुको लागि हामी यस्तो हिँड्दै आयो कि बाप रे बाप टाउको चसक चसक दुखिरहेछ तर यो भ्यू हेरेर चाहिँ एकदम आनन्द खालको फिल भइरहेछ यताबाट उता निस्किन्छ होला त सबैलाई स्वागत छ। हामी चाहिँ ओलाङचुङ गोलामा होटल स्याम्जो योमजोमा छौँ। हामी यहाँ अस्तिदेखि बसेको 2-3 दिन बस्यौँ। जस खानासाना खानपिन बसाइ सबै राम्रै भयो। यहाँ हाम्रो दिदीले धेरै मिठो मिठो बनाएर खुवाउनु भयो हामीलाई, धेरै राम्रो गर्नुभयो। यता यहाँ हाम्रो होटलको ओनर चाहिँ दिदी हुनुहुन्छ। दिदी नाम भनिदिनुहोस् न। मेरो नाम श्रीङ्गा। म त धेरै बोल्नु हुन्छ ल तपाईँहरू आएको बेला पनि यहाँ बस्न सक्नुहुन्छ। हामी कन्ट्याक्ट नम्बर त्यहाँ राखिदिन्छौँ, तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त। हाम्रो चाहिँ ट्रेकिङ अब सकिसकेको छ। जस धेरै रमाइलो गऱ्यौँ हामीले, धेरै कुरा सिक्नु पनि पाइयो, धेरै नयाँ कुराहरू देखियो, धेरै राम्रो लाग्यो।
ठाउँको बारेमा बुझियो है। जे भए पनि एउटा राम्रो खालको एक्सपिरियन्स लिनु पाइयो जिन्दगीमा। ओलाङचुङ गोला आएर तपाईँहरू पनि एकताल भिजिट गरिदिनु होला यहाँनिर। एकदम राम्रो फेसिलिटिज छ। के छ भाइ? एकदम राम्रो फेसिलिटिज छ, इन्जोय गरिदिनु होला, आइदिनु होला यहाँनिर। एकदम ल, अहिलेसम्म भिडियो हेरेर सबैले साथ दिनुभयो, इन्जोय गरिदिनु भयो, धेरै धेरै धन्यवाद भन्दै हाम्रो अब ट्र्याक र यो भ्लगिङ चाहिँ हामी यहीँ इन्डिङ गर्छौँ होइन। अब सब्सक्राइब गर्नु होला हाम्रो च्यानललाई, सपोर्ट गरिदिनु होला। ओके, हस् त, थ्याङ्क यू, बाई बाई।